सर नमस्कार, म डाक्टर कृष्ण प्रसाद रेग्मी, मेडिकल फेसियल सर्जन। यो दन्त चिकित्साको एक सर्जिकल विधा गर्छ। आज म तपाईँलाई दाँत निकालेपछि 3-4 दिनपछि पनि किन दुख्छ, निकाल्ने क्रममा एक दिन नदुखेर 3-4 दिनपछि दुख्यो भनेर आउँनुहुन्छ धेरै जसो किन हुन्छ भन्ने कुरा जानकारी दिने गर्छु। त्यो भनेको तपाईँको ड्राई सकेट भन्ने अवस्था हो। ड्राई सकेट भनेको तपाईँको दाँत निकाल्दाखेरि जुन रगत जम्नु पर्ने हो, त्यो रगतमा हड्डी बनेर घाउ पुरिने हो, त्यो प्रक्रिया भएन भने निस्केर हड्डी देखियो भने चाहिँ दुखाइ हो। यसलाई एल्भियोलर ओस्टाइटिस अथवा हाम्रो भाषामा चाहिँ हड्डीको इन्फेक्सन पनि भन्न सकिन्छ। यो हुने मुख्य कारणै भनेको तपाईँलाई दाँत निकाल्ने क्रममा दिएका इन्स्ट्रक्सनहरू जुन सुझावहरू हुन्छ त्यो फलो गर्न नसक्नु हो। फलो गर्न नगरिसकेपछि के हुन्छ भने त्यहाँ रगत निस्केर जान्छ, हड्डीमा बाहिर हावा परेपछि पानी परेपछि दुख्ने हुन्छ। यसको लागि हामीले चाहिँ फेरि लामो समयसम्म त्यसलाई उपचार गर्नुपर्छ, ड्रेसिङ राख्नुपर्छ, औषधि राखेर फेरि अर्को उपचार गर्नुपर्ने हुन्छ। त्यही भएर जहिले पनि उपचार गरिसकेपछि के गर्नुपर्छ भन्ने कुराहरू सोध्ने र उपचार गरिसकेपछि जुन सुझाव दिएका हुन्छ त्यसलाई चाहिँ राम्रोसँग फलो गर्नुपर्ने हुन्छ। र सही जानकारी र जानकारीको सही उपयोग नै तपाईँको प्रमुख उपचार हो।